नमस्कार सेवाने एन्ड गुड मर्निङ म सचिन राई मायस इन्टरटेनमेन्ट द नेचरल ब्लगबाट स्वागत जनाउन गइरहेको छु। म आज तपाईहरुलाई मेरो नयाँ किचन भान्साघर बनिसकेको छ र आज म तपाईहरुलाई त्यही किचनको नै ब्लगहरु शेयर गर्नेछु। लाइक सब्स्क्राइब एन्ड शेयर गरिदिनु होला। युट्युबलाई के चाहिन्छ ओके भन्छ कि म चाहिन्छ होला ओके बिचकै साइडको है बिचकै उयो गर्नु बिचकै साथीभाइ हो मायस इन्टरटेनमेन्ट युट्युब च्यानल द नेचरल ब्लग को म सचिन राईको आफै किचन पनि अब तयारी भयो। आज चाहिँ ओपनिङ गर्ने र हतार छ यहाँ वायरिङ हुँदैछ हो। तपाईहरुलाई मेरो किचनको ब्लग शेयर गर्नेछु, हेरिदिनु होला, साथै शेयर सब्स्क्राइब पनि गरिदिनु होला। अस्ति त टुक्रा टक्कै मेरो गेस्टहरु आज नेवाङ होमस्टेमा यहाँ चाहिँ मेरो श्रीमती बुढिया श्रीमती ज्यू, यहाँ मेरो नामा नानी, यहाँ मेरो उमेरले त सानो हो तर मेरो जेठन दिदी हो, जेठोको मिसेस। चाहिँ नयाँ मान्छे हो, हाम्रो नाम त के पो? छिरिङ ग्यासो। 3 महिना पुग्यो? 2 महिना? 2 महिना हो। हाई गर्दैछ नानी बाबु छिरिङ ग्यासो, हाम्रो नामाको छोरो। ल है साथी हो, आज नयाँ किचनमा खाना पनि खान थाल्यौं। ओ बुढियाले चाहिँ मोमो खाँदैछ। यहाँ चाहिँ म भात खाँदैछु। म चाहिँ लाङ्सा खाँदिनँ हो, म चाहिँ राई भएको कारणले पर चाहिँ चुला राखेको छु। सधैँको ठाउँमा छ चुला चाहिँ। है अब मेरो बाथरुम पनि बनियो। अनि यहाँ चाहिँ सिन्ट्याक्स राख्ने जग्गा, यहाँबाट पानी भित्र कनेक्सन गर्नु मात्रै बाँकी रह्यो। यो मेरो भान्साघर पनि रेडी भइसक्यो। यहाँबाट चाहिँ डोर दैलो, आहा हो किचनको मालकिन हो, आरामले पानी तताउँदै बसिरहनु भएको रहेछ। हेलो मालकिन, किचन किङ। यहाँबाट सट्टै बाथरुम दैलो भित्रैबाट डोर टक्कै हो नि। यहाँले बत्ती तानेको छैन, अन्धकारै छ। किचन किङले 2टा सब्जी बनाइसकेर बसेको रहेछ। अब मायस इन्टरटेनमेन्ट द नेचरल ब्लग युट्युब च्यानलको सम्पूर्ण किचनको तयारी भइसकेको छ साथीभाइ हो। बासी चुला चाहिँ यहाँ पानी तातिँदैछ। यहाँ माथि दाउरा, यहाँनिर फ्रिज छ। यहाँबाट टक्कै खोलेपछि आमा ओ सबै कुरो किचन किङको डल्लै नै रेडी ड्यामै। ल ऊ माथि घडी पनि देखाइहाल्नु पर्यो। यहाँ चाहिँ पोटेटो आलु नयाँ अहिले भर्खरै लिएर आएको, नाम नबोकेर 50 किलो।